सन्तानेश्वर मन्दिर प्रवेश गर्दैछौँ हामी। नजिकै बस्ने भए पनि यहाँ आएका थिएनौँ, त्यो भएर कारणले उकालो लाग्दैछौँ। सकेसम्म हामी सबै भ्यू देखाउने प्रयास गर्छौँ। यदि नभए पनि पानी परिराखेको छ। ल हामी उकालो 3 जना, पानी परिरहेछ, टक्क लाएर उकालो चढ्दैछौँ। यस्तो रहेछ पुरै न्याउलीले गीत गाउँदै गरेको दृश्य है। एकदम शान्त आनन्द रहेछ। सायद शान्त धेरै मनपर्ने भएर पनि होला। यो फाइनली यो सन्तानेश्वर मन्दिरबाट देखिने दृश्य हो। मलाई नटिप्नु है, मलाई पनि दुख्छ।